नै त अब हाम्रो यो चामलिङहरूको चाहिँ छोरीचेली अब कुटुम्बेरीकोमा जाँदाखेरि चाहिँ हामीले गर्नुपर्ने रीतभात सुरुदेखिको चाहिँ यहाँ हाम्रो अग्रज व्यक्तित्व हाम्रो राई किराँतीहरूको अब कल्या पासङको भूमिका निर्वाह गरिरहनु हुने सधैँभरको लागि हाम्रो खोटाङ जिल्ला खोट्याङ गाउँपालिका वडा नम्बर 9 लिसग्राम चाहिँ साबिक वडा नम्बर 2 निवासी हाम्रो आदरणीय भेना लक्ष्मीप्रसाद राई ज्यू हुनुहुन्छ यहाँ मेरो सामुन्ने। उहाँलाई चाहिँ यो हाम्रो चामलिङ राईहरूको चाहिँ छोरीचेलीको रीतभात सम्बन्धी चाहिँ म यहाँलाई केही भनिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। धन्यवाद, नमस्कार। मैले जानेर भन्छु, टुटीफुटी कमजोरी भएमा यहाँ अरू जान्नेहरूले जोडेर यो लान हुन पनि म विनम्र आग्रह गर्दछु। हजुर, अब तपाईँले जानेको बुझेको अनि सोचेर सम्झेर के छ सम्झी चाहिँ भनिदिनु हुनको लागि म यहाँलाई अनुरोध गर्न चाहेँ अहिले। हस्, धन्यवाद। मैले जाने जति म भन्ने प्रयत्न गर्छु। नजानेको कुरा चाहिँ फेरि अन्य मभन्दा जान्नेहरूले यो कुरालाई चाहिँ जोडेर लान हुनको निम्ति म विनम्र आग्रह गर्दै सुरुमा जस्तो हामी अगाडि नै हामीले केटी माग्न गइयो भने चाहिँ हामीले वाबु बोकेरै जानुपर्छ, एकजोड वाबु। अनि त्यो एकजोड वाबु चाहिँ धागोले बाँधेको हुनुपर्छ हाम्रो चलन संस्कार अनुसार। त्यो वाबु लिएर गइसके पछाडि सुरुमा माग्नु जाँदा चाहिँ तर तथापि अहिले चलन अलिकति पृथक आएको छ। अब हाम्रो किराँती संस्कारमा पहिलेदेखि नै मिलिजुली अर्थात् पहिलेदेखि यसो तानेर लाने मन परेको एउटा छोरी मान्छे अर्थात् आफूलाई मन परेको कन्या भेटियो भने त्यसो हुँदै गर्दा त्यो चाहिँ सुरुमा हामीले रीत गर्दै गर्दा केटापट्टिबाट माइती पक्षमा जाँदै गर्दा पहिले सुरुमा 2-3 रक्सी चोरको सोर भन्ने लानुपर्ने हुन्छ। त्यस पछाडि माइतीहरूले त्यो कुरा बुझिदिनु भएपछि अनि कल्या भनेर फेरि 2-3 रक्सी लिएर 2 आबु रक्सी लिएर जानुपर्ने हुन्छ। त्यो 2 आबु रक्सी लगिसके पछाडि अनि कल्या भनेर जानकारी हुन्छ। अनि फेरि हाम्रो फेमालाम र लेपालाम भन्छ। लेपालाम भनेको चाहिँ केटापट्टिकोलाई भनिन्छ हाम्रो कल्या, र फेमालाम भनेको चाहिँ केटीपट्टिकोलाई जो बाटो देखाउने भनेर भनिन्छ। त्यसो भएकोले फेरि उहाँ फेमालामलाई पनि साँचोमा राख्नुपर्छ, एक आबु आराखा। अनि उहिले त 2 रुपियाँ पैसा थियो, अहिले त 2 रुपियाँ पैसा भेटिँदैन। इच्छा अनुसारको जोडी बनाउनु पर्यो, जोडी। अनि यसै गरी पासुङ, जो पासुङको भूमिका पनि आवश्यक हुन्छ हाम्रो सबैभन्दा बुढौली। अब अन्य जातिको चाहिँ ब्राह्मण लाउनु भने हाम्रो बुढौली नै हो सबैभन्दा, बाहुन भन्यो जो भने पनि। बुढौलीले फेरि साँचोमा शिर नडोलोस् भनेर फेरि एक अबु रक्सी र आराखा 2 रुपियाँ पहिले चाहिँ चलन थियो, अहिले 5-10 कति सकिन्छ त्यसरी राख्ने चलन हुन्छ। त्यसरी गइसके पछाडि फेरि तत्कालीन हाम्रो के हुन्छ भने उम्रोखोमा भन्छौँ। उम्रोखोमा भनेको दोहोऱ्याउने। त्यो दोहोऱ्याउने चाहिँ हप्ता दिन कटाउनु हुँदैन भनेर हाम्रो पुर्खाले भन्नुभएको, हामीले त्यही कुरालाई अहिलेसम्म पछ्याइरहेका छौँ। त्यो चाहिँ ठाउँ अनुसारको चलन अनुसारको हुन्छ। कतै कतै उम्रोखोमालाई 4 आबु लिनुहुन्छ, कतै कतै 2 आबु लिँदा पनि हुन्छ। आखिरी त्यो एउटा विधि नै हो, त्यसो गर्दा हुन्छ। त्यस पछाडि उम्रोखोमा राखिसके पछाडि अनि छुट्याएको छु। त्योभन्दा अगाडि पनि अब हामीले ओइतुङ पक्रिनु पर्ने हुन्छ। दाजुभाइ ओइतुङ भनेको चाहिँ 1 अबु रक्सी 2 रुपियाँ पैसा नै थियो चलन। अनि त्यसपछि कुरुङ पक्रिसके पछाडि कुरुङ भनेको 1 अबु रक्सी र 2 रुपियाँ पैसाकै चलन। दुधमाली अब ठाउँ ठाउँमा कसैले नजिक भयो भने बुढी माउली पनि पक्रिने चलन छ, छेपा कुरुङ पनि पक्रिने चलन छ। त्यो ठाउँ अनुसारको अब इच्छा अनुसारको त्यो चलन हो। र त्यस पछाडि फेरि उम्रोखोमा भन्छौँ। त्यो उम्रोखोमा भनेको चाहिँ दोहोऱ्याउने। फेरि पनि हामी आयौँ है साँच्चैकै हो भनेर दोहोऱ्याउने आउनको निम्ति चाहिँ कहीँ कहीँ ठाउँ अनुसारको 4 चिन्डो 4 वाबु, कहीँ कहीँ 2 वाबुले पनि हामी काम चलाउँछौँ। त्यस पछाडि चाहिँ अब छिनोफानो कहिले हुने भन्ने कुरामा चाहिँ फेरि छिनोफानोको निम्ति अब उम्रोखोमा 4 अबु राखेको छ भने अब त्यो राखिहालियो होइन। अनि छिनोफानोको लागि कल्या पहिले आउनु पर्यो 2 वाबु बोकेर। अनि छिनोफानोको लागि फेरि त्यो 4 चिन्डोमा नघटाइकन त्यो उम्रोखोमा 4 चिन्डो राखेको छ भने फेरि 4 चिन्डो ठाउँ ठाउँमा 6 चिन्डो पनि लिँदो छ कर्मगत बढाएर। छिनाफाना यति बेला गर्ने भनेर टुङ्गो गर्नको निमित्त कल्या
आयो 2 चिन्डो लिएर अनि फेरि छिनोफाना त माग्नु पर्यो छिनोफाना चाहिँ फेरि त्यो उम्रोखोमा जति राखेको थियो त्यसलाई नघटाइकन जस्तो 4 चिन्डो राखेर 4 चिन्डो नघटाइकन लिइसके पछाडि अनि हाम्रो छिनोफानाको टुङ्गाटुङ्गी हुन्छ अनि त्यस पछाडि फेरि अनि सिकुवाबास पनि चाहियो सिकुवाबास 1 चिन्डो रक्सी अथवा 2 चिन्डो रक्सी नै हामीले लिने गरेका छौँ यहाँ चाहिँ 2 अब रक्सी सिकुवाबासलाई ज्वाइँलाई र छोरीलाई ओहोरदोहोर बनाउन मिल्यो सिकुवाबास त्यो सिकुवाबास चाहिँ हामीले पहिलो रित पछि तत्कालै नै गर्न सकिन्छ कि सिकुवाबास त उम्रोखोमभन्दा अगाडि उम्रोखोममा राख्नुभन्दा अगाडि पहिलो रित पछाडि पनि त्यसलाई सकियो उम्रोखोममा राखियो तर उम्रोखोममा राख्नुभन्दा अगाडि नै राम्रो हुन्छ के रित लिने भनेर कुरुङ हैन कसैले छेपाकुरुङ लिने त उम्रोखोम्बो सिकुवाबास नलिकन चाहिँ तपाईँको छोरी चाहिँ आउनु मिलेन अब चलनमा तर अहिले त मिल्दैन त्यस्तो छ तर असली चलन चाहिँ त्यो हो सिकुवाबास लिएपछि चाहिँ 2 अब आराखा लिएपछि चाहिँ त्यो हाम्रो छोरी चाहिँ ओहोरदोहोर गर्नु मिल्यो त्यति हो अनि छिनाफाना माग्नेको त एउटा रित भइहाल्यो अनि छिनाफाना फेरि अर्को दोस्रो स्टेप आउँछ नि हाम्रो छिनाफाना चाहिँ अर्को स्टेप ल अहिलेको पहिलो चाहिँ हाम्रो छिनाफाना भन्दा अगाडिको रितहरू चाहिँ त्यति हो होइन ल छिनाफाना भन्दा अगाडि त्यति गरेपछि हामीले सजिलो तरिकाले गर्छौँ यहाँ चाहिँ अनि ठाउँमा कोही अलिक हार्ड पनि होला ठाउँ अनुसारको चलन हुन्छ र अब हाम्रो चामलिङ राईहरूको चाहिँ रितहरू धेरैले बिर्सिँदै गएको छ अनि अब कोही तराईवासी भयो कोही कता कोही केता अब बाबुबाजेहरूले जानेको बुझेको कुराहरू हामीले छोराछोरीले अलिक त्यति ग्रहण पनि गरिएन त्यति फलोअप गरिएन र अहिले अब यो हाम्रो चामलिङको अब हाम्रो यो रितभातको विषयमा आफ्नो कुराहरू यहाँ राखिदिनु भएकोमा हाम्रो आदरणीय भेना लक्ष्मीप्रसाद राईज्यूलाई चाहिँ धेरै धेरै धन्यवाद म व्यक्त गर्न चाहन्छु अहिलेलाई हजुर कहीँ फेरि यो के छ भने पहिलेको चलन टिकम भन्ने पनि चलन थियो हजुर तर त्यो अहिले चलन अब त्यो के भन्नुभयो टिकम भनेको चाहिँ नछौँ हामीलाई पनि अब आराखा र त्यही 2 पैसाको सेरोपेरो त्यो चलन थियो अहिले छोड्दै आएको होला टिकम भनेको चाहिँ राई पगरी तपाईँ राई पगरी हो नि हाम्रो यो थलका गाउँको त्यो तपाईँहरूलाई पनि चाहिने क्या राई पगरीलाई पनि एक अब आराखा र त्यो 2 रुपियाँ भन्दा चाहिँ सेरोफेरोको पैसा यसो राख्नु पर्थ्यो सेरिगाउने गर्नु पर्थ्यो तर अहिले त्यो चलन अब हराउँदै गयो अनि अर्को कुरा फेरि यहाँ छुटेछ के छ भने अब तपाईँहरू र यो अब लिम्बू जस्तो जुन पासा पनि बिहा भयो जस्तो अब म पूर्वाछा भएँ अर्को पाछा होइन अर्को पाछाले कोहीले हाम्रो पूर्वाछा र त्यो अब नाप्य पाछा भनौँ अथवा कुनै पाछा एउटा उदाहरण त्यो पाछामा हाम्रो बिहा योभन्दा अगाडि पुर्खाले पनि गरेको छैन भने साँगो लाउने भन्छ 2 चिन्डो रक्सी चाहिन्छ तपाईँहरूको त्यो अब लिम्बूसँग त यसै परिहाल्यो हाम्रो सम्बन्ध सुरु भयो अब हाम्रो पुल लाग्यो भनेर 2 बाबु आराखा चाहिन्छ त्यो पनि अब चलन त्यो सुरुमै गर्ने रित हो होइन त्यसरी मिलाएर अब यो हाम्रो छिनाफाना अगाडिको हाम्रो आउजाउ अनि रितहरूको सुरुवाती रितहरूको विषयमा भनिदिनु भयो छिनाफानामा त फेरि अर्कै रित छ नि हाम्रो अर्कै चरण छ ल अब छिनाफानाको विषयमा फेरि अर्को चोटि हामी फेरि अब तपाईँसँग हामी जानकारी लिनेछौँ अहिलेलाई चाहिँ हामी छुटौँ होला है त हस् ल धन्यवाद हजुर ल